आज साथीभाइ तपाईहरुलाई मेरो बिन्ती छ है। आज फर्स्ट टाइम हो तपाईहरुलाई यो शब्द भन्दैछु। यो भिडियोलाई चाहिँ सक्दो शेयर गरिदिनुस् ल। मेरो फलोवर्स, मेरो जति लभ जन 1.9k मेरो फलोवर्सहरुलाई रिक्वेस्ट गर्दछु आज चाहिँ यो भिडियोलाई चाहिँ सक्दो शेयर गरिदिनुस्। बाँकी अरु भिडियो खाएको लगाएको इन्टरटेनमेन्ट गरेको ओन्ली फर इन्टरटेनमेन्ट, यो भिडियोलाई चाहिँ सक्दो शेयर गरिदिनुस्। अब कुरा के छ भने, कुरा सुरु गर्नुभन्दा अगाडि नि साथीभाइ, फर्स्टली चाहिँ अल सिक्किमको गभर्नमेन्ट स्कुलको टिचर्सहरूलाई सबलाई डिकेजेजबाट एकदम कङ्ग्रेचुलेसन र स्यालुट। कारण योपालि सीबीएसई बोर्डको इक्जाममा हाम्रो नानीहरूले, गभर्नमेन्ट स्कुलको नानीहरूले एकदम टप पर्सेन्टेज ल्यायो र पास गरेको मै। र कुरा अब आयो सिधै त्यो मेरो मेसेज चाहिँ त्यो गार्जेनहरूलाई, जसले गभर्नमेन्ट स्कुलमा नानी पढाउँदैछ त्यो प्यारेन्ट्सहरूलाई। कस्तो खालको प्यारेन्ट्सलाई भने नि साथीभाइ हो, जसले चाहिँ कसैको नानीलाई पढाउँदैछ, सिम्पल भाषामा काम गर्नेलाई, घरमा काम गर्ने नानीलाई पढाउँदैछ गभर्नमेन्ट स्कुलमा, दामी अर्काको नानीलाई शिक्षा दिनु, उहाँहरूलाई स्यालुट छ। तर उहाँहरूले के गर्छ भने त्यो गार्जेनले खालि स्कुलमा मात्रै नाम लेखाइदिन्छ, भर्ती गरिदिन्छ। तर मेरो एउटा बिन्ती छ त्यो प्यारेन्ट्सहरूलाई, त्यो नानीहरूलाई नि घरमा आएर आफ्नै नानी जस्तो, नानीलाई जस्तो स्कुलको एक्टिभिटिजमा पनि ध्यान दिनुहोस्। होमवर्क गर्नु, प्रोजेक्ट गर्नु, त्यो पनि टाइम दिनुहोस्। कारण मेरो दुईटा आँखाले जति अब्जर्भ गरेको स्कुलहरूमा, म प्यारेन्ट्स मिटिङमा जाने जग्गामा त्यस्तो प्यारेन्ट्सहरू आएर चाहिँ प्यारेन्ट्स मिटिङमा आएर त्यही प्यारेन्ट्स बाटो हुन्छ। मेरो केटा त खोइ डेली स्कुल पठाउँछ र पनि यस्तो छ यस्तो छ यस्तो छ। तर मैले देखेको कमजोरी चाहिँ नि त्यो प्यारेन्ट्सहरूको चाहिँ त्यो कमजोरी छ। खालि आफ्नो नानीलाई मात्रै होमवर्कहरू गराउने, स्कुलको प्रोजेक्टपट्टि ध्यान दिने, एक्टिभिटिजतिर ध्यान दिने। तर तपाईँले त्यो जुन चाहिँ नानीलाई घरमा राखेर गभर्नमेन्ट स्कुलमा पढाउँदैछ त्यो नानीलाईपट्टि पनि ध्यान दिनुहोस्, आफ्नै नानी जस्तो गर्नुहोस्। तपाईँले धर्म त गरे नि, दाहिने हातले मात्रै गर्दैछ, देब्रे हातले मेटाउँदैछ, के फाइदा भयो? सो कतिले त गर्दैछ, दामी गर्दैछ आफ्नो नानी जस्तै। त्यो प्यारेन्ट्सहरूलाई एकदम स्यालुट छ। र जसले यस्तो गर्दैछ त्यस्तो नगरिदिनुहोस्, कसैको एजुकेसनसँग खेलाइँची नगरिदिनुहोस्। ओके।